आज म एउटा भिडियो बनाउँदैछु बुवाको टेबल बनाइदिने क्या। हेर्नु ल म कसरी बनाउँछु है। यहाँ चाहिँ टेबल बनाउने ठाउँ चाहिँ भिडियोमा नआउने रहेछ। ल रेडी। यो चाहिँ म यस्तो गर्ने कि यहाँ काठहरू मैले धोएर सफा गरेर ठिक्क राखेको छु है। अनि यहाँ यसरी राख्ने हैन, यसरी राख्ने। अनि अर्को पनि यसरी राख्ने। यो भित्तामै राख्नु पर्यो यसरी। बुवाले यहाँनिर बुवाको दबाई पानी खाने हैन राख्ने ठाउँ बनाइदिन्छ क्या। टेबल बनाइदिने एउटा बाक्सा छ कि पुरानो, मेरो बुवाले बनाउनु भएको बाक्सा हो। त्यो बाक्सा चाहिँ यो माथि राख्ने के हैन। अनि यसलाई आऊ यो हल्लिने। अनि यसलाई म यस्तो गर्छु, अनि यसलाई पनि यस्तो गर्छु। यो चाहिँ अलिक लामो आयो हैन। एकछिनै यो छोटो छ कि यो भन्दा यो उत्तिकै रहेछ। त्यो पनि ठिकै छ। यसो गर्छु, यता आयो भने पनि यसो गर्छु हैन। देख्नुभयो मैले लगाइसकेँ हैन। अब यहाँ यो छ बाक्सा है, मेरो बुवाले बनाउनु भएको पुरानो सखाको बाक्सा छ क्या, पुरानो स्टाइलको। ठ्याक्कै यसरी खप्पै निस्किन्छ बिलको चाहिँ। यो खालको अहिले छैन मान्छेको घरमा। ए मान्छेको घरमा छैन यो खालको स्टाइलको चाहिँ बक्सा क्या। पुरानो हो नि त। अब यसलाई फ्याँक्नु पनि माया लाग्छ है, बुवाले किनेर बनाउनु भएको। त्यो बाकस त किनेर बनाएको त होइन त, साथीहरूले त्यसै बनाइदिएको। त्यसै बनाइदिएको? ए पहिले जमानाको साथीहरू। काठ थुप्रो थियो। काठ थुप्रो थियो है। म उचाल्न सक्छु कि सक्दिनँ है। यो यसरी हो, यहाँ ठ्याक्क भयो। अनि यो ल साङ्ली पनि किच्चाएर मार्दिएँ मैले। खुट्टाले नै साङ्ली पनि किच्चाएर मार्दिएँ हो। यस्तो गरेपछि चाहिँ बुवालाई यहाँ सजिलो, बुवाको यो के जाति राख्ने दबाई पानी है। आऊ भनेपछि यो अलिक भित्र हुनु पर्यो। ए कस्तो भयो भने यसलाई अलिक यता राख्नुपर्ने रहेछ। यसको दिलमा अर्को कि अनि अर्को हच्छ भयो। ए हो ए बाहिर त निस्क्यो नि एउटा त, बाहिर त निस्क्यो। यसलाई यही ठिक छ। के जाति राख्नुहुन्छ, यहाँ बस्ने होइन त। देख्नुभयो मैले बुवाले बनाइदिएको।
एउटा कार्पेट छ, काटेको कार्पेट। ल यसरी यहाँ छिराइदिन्छु। ल इस ल भयो हेर्नु त है। अब हाम्रो बुवाको यो मग यहाँ राख्ने होइन, खाने पानीको चिया पानी दबाई सबै राखिदिनुपर्छ यहाँनिर। यसरी अब त्यहाँ मेरो एउटा कपडा छ, हो त्यो ल्याएर राखिदिन्छु। कपडा ल्यायो भने पनि सजिलो हुन्छ। योले चाहिँ कुद्दैन कि। कपडा यहाँ छ, हो यो राखिदिन्छु। यसरी राखिदिएपछि चाहिँ ठ्याक्कै सजिलो भयो होइन बुवा। यो हो, यहाँभित्र फेरि चाहिने सामानहरू पनि राखेको छ। यस्तो छ, यस्तो बनाइदिए लु होइन। भयो होइन, ठिक भयो। यो बुवाको दबाई, पानीको मग, पङ्खाहरू यहाँ, यी दबाई हो। यो कोही खोल कोही उयो। यो तपाईँले दिशा त गर्नुभएछ त बुवा, दिशा गरिराख्नु भएको रहेछ त। कति गरेछ? गरेको छ नि, कति गरेको छ भन्नु। यो घुँडामा लाउने दबाई, यो भ्यासलिन, यी घुँडामा लाउने दबाई, यो आँखामा लाउने मैले सबै बनाइदिएँ। अनि सबै बनाएँ। ल ठिक छ बुवा, यो राम्रो भयो। ए अब सजिलो भयो कि भएन? भयो। ए बुवालाई सजिलो भयो अरे। अब यति बनाउनु, मलाई चाहिँ स्याहाँ भइहाल्छ। ल ल साथीहरू, बाई बाई।